हेलो नमस्ते सबैजनालाई। आज म मेरो एकदमै फेभरेट पेन रेगुलर युजको लागि चाहिँ मेरो एकदम फेभरेट पेनको बारेमा चाहिँ म एउटा सानो भिडियो बनाएको छु। हिजो मात्रै मैले यो न्यू रोडबाट किनेर लिएर आएको। न्यू रोडमा छ यो पाइलट पेनको स्टोर दुईवटा ठाउँमा छ। एउटा न्यू रोडमा छ, एउटा ठ्याक्कै मलाई लोकेसन थाहा भएन, जोस दुईवटा छ काठमाडौँमा चाहिँ, बाहिरको थाहा भएन। आई थिङ्क यो जापानिज मेड पेन हो। रेगुलर युजको लागि मलाई चाहिँ पर्सनली चाहिँ एकदमै मनपर्छ मलाई, किनभने मसँग अरू पेनहरू पनि छ होइन, मैले ट्राई गरेँ तर मलाई त्यस्तो कम्फर्टेबल लागेन। जस्तै टेक्नोटिप है, टेक्नोटिप यो राम्रै छ, राम्रो लेख्छ। आई थिङ्क 20 रुपिस पर पिस जस्तो लाग्छ। तर यसको प्रब्लम चाहिँ के भन्दा अलिकति यसको सर्कमफेरेन्स अलिकति सानो छ र मैले लेख्दा सायद अलिकति गाडेर लेख्ने भएर होला, अलिकति मेरो यो मसल क्राम्प चाहिँ गराउँछ यसले। अलिकति धेरै लेख्यो भने चाहिँ मलाई एकदमै पेन फिल हुन्छ यो औँलामा। त्यसपछि मैले पेनहरू एक्सप्लोर गर्दै गएँ। म अलिकति पेनको शौकिन पनि हो। मसँग अरू धेरै कलेक्सनहरू पनि छ। म बिस्तारै त्यसको बारेमा पनि भिडियो बनाउँछु। अहिलेलाई चाहिँ म पाइलट BP1 RTको बारेमा कुरा गर्छु है। यो यसमा 12वटा छ। पर पिस किन्दा चाहिँ यसको 30 रुपिस पर पिस हो है, 30 रुपिस पर पिस हो। 12वटा भनेपछि 12 3 जा 36 भने 360 पर्नुपर्ने हो। तर हामीले एकैचोटि यो प्याकेट लियो भने चाहिँ यसको चाहिँ प्राइस 310 पऱ्यो मलाई। भन्नाले 50 रुपिस चाहिँ फाइदा नै हुँदो रहेछ एकैचोटि यो होल प्याकेट किन्यो भने। र मलाई चाहिँ रेगुलर मनपर्ने भएर एक प्याकेट नै लिएर आएको छु। सक्यो भने फेरि लिएर आउने मेरो प्लान छ। अब यो पेन चाहिँ धेरैजनालाई थाहा छ, यो पेन धेरैजनाले लेखि नै राख्नु भएको छ। यस्तो छ। अहिलेलाई चाहिँ जस्ट म एउटा पेनको मात्रै कुरा गर्छु है त। अरू पेनहरू छ यहाँ धेरै छ। अहिलेलाई चाहिँ म जस्ट यो पेन एउटा मात्रै कुरा गर्छु। र यो BP1 RT यो चाहिँ डिजाइन हो पाइलटको। धेरै पेन मोडलहरूमध्ये यो एउटा हो रेगुलर युजको लागि। 30 रुपिस पर पिस। आई थिङ्क इट्स वान टाइम युज पेन है, किनभने होइन अलिकति बल लगाएर यो खोल्न त मिल्छ, तर यसको चाहिँ छुट्टै रिफिल पाउँदैन कि हामीले युज गर्ने थ्रो गरिदिने, त्यही नै हो। यसको एउटा यो ब्ल्याकमा, एउटा ब्लूमा पनि आउँछ र रेडमा पनि आउँछ। मैले सबै पेनहरू ट्राई गरेँ तर आई थिङ्क ब्ल्याक वान इज बेटर। पर्सनली चाहिँ मलाई अलिकति ब्लूले लेख्न मलाई कम्फर्टेबल लाग्छ, राम्रो लाग्छ, मनपर्छ। तर कुरा के भयो भन्दा चाहिँ ब्लू कलरमा चाहिँ यो पाइलट BP1 RTमा चाहिँ अलिकति कन्सिस्टेन्सी चाहिँ मैले भेटिनँ। रेडमा पनि भेटिनँ, तर ब्ल्याकमा चाहिँ अलिकति है, एकदमै बवालै टाइपको पनि भन्न खोजेको चाहिँ होइन। कम्पेरिटिभली इट्स बेटर देन ब्लू एन्ड रेड। रिट्र्याक्टर हो यो पाइलट BP1 RT। यस्तो छ। म यसको हल्का लेखेर स्याम्पल देखाउँछु है त। यसमा पाइलट BP1 RT ब्ल्याक एन्ड फाइन निब। यसको मिडियम साइज निबमा पनि आउँछ, तर मलाई चाहिँ पर्सनल्ली फाइन निब नै मन पर्यो कि फाइन निब नै राम्रो छ यसको। यो BP आई थिङ्क यसको मिनिङ मलाई पर्सनली लागे अनुसार चाहिँ आई थिङ्क इट्स बल पोइन्ट है। म एकदम स्योर त छैन है, तर मलाई त्यस्तो लाग्यो बल पोइन्ट। एन्ड RT मिन्स रिट्र्याक्टर, किनभने यसमा रिट्र्याक्टरको सुविधा छ। यसमा यो बिर्कोवाला चाहिँ होइन, रिट्र्याक्टरवाला हो।
र सजिलो पनि। मलाई रिट्र्याक्टर पेनहरू किन मनपर्छ भने बिर्कोवाला पेनहरू चाहिँ अलिकति धेरै हराउने समस्या हुन्छ। अब रिट्र्याक्टर भयो भने त्यसको इस्यु हुँदैन। इट्स नाइस है BB1RT। यसमा तपाईँले यो वाइट र यो ब्ल्याकमा पनि पाउनुहुन्छ। र त्यो वाइट र ब्ल्याकमा चाहिँ त्यो भेरिएसनमा चाहिँ खासमा कुनै कम्पनी हरूको चाहिँ नामलाई चाहिँ त्यसमा प्रिन्ट गर्नको लागि चाहिँ बिजनेस पर्पजले चाहिँ त्यो पेनहरू बढी युज हुँदो रहेछ। सबै यसमा खाली हुन्छ, सेतो हुन्छ, त्यसमा अब कुनै कम्पनीको चाहिँ नाम अथवा लोगोहरू चाहिँ राखेको हुन्छ त्यसको पर्पजले। तर मलाई चाहिँ यो राम्रो लाग्यो पर्सनल्ली, राम्रो लेख्छ रेगुलर युजको लागि। यसको सर्कमफेरेन्स अलिकति मोटो छ कि, यस्तो मोटो छ। प्लस र यसमा जुन यो हल्का यो रबर टाइपको छ नि, यसले गर्दा चाहिँ अलिकति मसल क्र्याम्प हुन दिँदैन, पेन हुन दिँदैन, कम्फर्टेबल छ कि रेगुलर युजको लागि चाहिँ कम्फर्टेबल छ यो। राम्रो छ यो चाहिँ मेरो पर्सनल फेभरेट, पर्सनल चोइस हो है। सबैलाई मनपर्छ भन्ने चाहिँ छैन। यसको आवाज पनि कस्तो राम्रो छ कि। हुन्छ साथीहरू, अहिलेलाई मैले यो जस्ट BP1RT को मात्रै कुरा गरेँ। म अरू पेनको बारेमा पनि कुरा गर्नेछु, मेरो पेनको कलेक्सनहरू पनि देखाउनेछु बिस्तारै। अहिलेलाई चाहिँ यति नै। ओके, हजुरलाई चाहिँ पर्सनल्ली कुन पेन मनपर्छ रेगुलर युजको लागि? बल पोइन्ट पेन मनपर्छ कि रोलर पेन मनपर्छ कि जेल पेन मनपर्छ? हजुरले कमेन्ट गर्नुहोला। मलाई चाहिँ बल पोइन्ट पेन नै मनपर्छ है। ओके, थ्याङ्क यू, टेक केयर।